नमस्ते। र आज चाहिँ हामी नी पेन यानि हाम्रो जो घोडा दुख्दाखेरि गर्नुपर्ने एक्सर्साइजहरू त्योहरू चाहिँ हामीले आज यो भिडियोमा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु कुन कुन गर्नुपर्ने। र सबसे पहिला चाहिँ घोडालाई सेक्नुपर्ने हुन्छ। अब सेक्नुमा कस्तो हुन्छ भने चाहिँ यदि तपाईँहरूको घोडा निकै पुरानो या पहिलादेखि दुख्दै छ भने दुख्दै थियो भने चाहिँ तपाईँहरूले तातो पानी हर्डवेकमा हालेर 20 मिनटको लागि सेक्नुपर्छ। जस्तै फिलहालमा जस्तै 1-2 दिन भयो दुखेको र सोइलिङ पनि छ या दुखेको मात्रै छ भने 1-2 दिन आलो दुख्न थालेको छ भने चाहिँ फेरि आइसले सेक्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ यो सेकिसकेर चाहिँ त्यहाँदेखि चाहिँ यो एक्सर्साइजहरू गर्नुपर्ने हुन्छ। र हेरौँ कस्तो कस्तो एक्सर्साइज गर्नुपर्ने। फर्स्ट एक्सर्साइज चाहिँ हामीले गर्नुपर्ने एक्सर्साइज चाहिँ हो जस्तै हाम्रो यो जुन चाहिँ हाम्रो यो नी भयो, यो नीको यो माथिको यो पटेला भन्छ, यो पटेला भन्छ, यो माथिको एउटा यो हड्डी हुन्छ, त्यो हड्डीलाई चाहिँ उकालो तान्ने। जस्तै यस्तो गरेर प्रेसर गरेर उकालो तान्ने। यो चाहिँ यस्तो मजाले सुतेर गरेर चाहिँ त्यो हड्डीलाई चाहिँ यसरी उकालो तान्नुपर्छ। उकालो तानेर 5 सेकेन्डको लागि तानेर राख्ने, फेरि छोड्ने, फेरि तान्ने, फेरि छोड्ने। यसरी नै चाहिँ 10 पल्ट चाहिँ गर्नु पर्यो। यो सकेपछि चाहिँ त्यहाँदेखि चाहिँ अर्को चाहिँ यो हाम्रो जुन चाहिँ घोडाको यो साइडलाई चाहिँ मुनि थिच्ने, यसरी मुनि थिच्ने। यो साइडले जस्तै यो घोडाको यो मुनिको साइडले चाहिँ यसो गरेर पलङपट्टि चाहिँ मुनि थिच्ने। त्यसले चाहिँ यसरी थिचे। यो पनि त्यही हो, थिचेर 5 सेकेन्डसम्म राख्ने, 10 पल्ट गर्ने। जस्तै अब यसरी थिचेपछि 5 सेकेन्ड, 1 2 3 4 5 फेरि छोड्यो। त्यसो गर्दै 10 पल्ट गर्ने। त्यो गरिसकेपछि चाहिँ एउटा टवलको यस्तो डल्लो पारेर चाहिँ यहाँनिर राख्ने। यो हाम्रो यो कुर्कुचा चाहिँ यो टावलमाथि राख्ने र त्यो टावललाई चाहिँ कुर्कुचाले ठेल्ने मुनि। फेरि यसरी 1 2 3 4 5 सेकेन्डको लागि ठेल्ने, फेरि छोड्ने, फेरि त्यसरी नै ठेल्ने। अहिले चाहिँ कुर्कुचाले ठेल्ने, यसले ठेल्दैन, कुर्कुचाले चाहिँ त्यो टावललाई ठेल्नुपर्छ यो एक्सर्साइजमा चाहिँ। यसरी यो भइसकेपछि चाहिँ यसलाई फेरि यहाँ बिचमा यो घोडाको यहाँ मुनि राख्ने। यो घोडाको यहाँ मुनि राखेर चाहिँ यसरी उठाउने। त्यहाँदेखि चाहिँ जस्तै यो कुर्कुचालाई चाहिँ पलङबाट माथि उठाउने यसरी। यो पनि त्यही हो, माथि उठाएपछि 5 सेकेन्डसम्म राख्ने, त्यहाँदेखि फेरि छोड्ने। त्यसरी नै यो पनि 10 पल्ट नै। यो भएपछि चाहिँ त्यहाँदेखि चाहिँ टावललाई हटाउने। टावल हटाएर फेरि अब चाहिँ ज्यादा होइन, यतिको यानि डिस्टेन्स नाप्नु भने चाहिँ हातले यसो गरेर अब जस्तै यहाँबाट यतिको डिस्टेन्समा मात्रै, यतिको डिस्टेन्समा मात्रै चाहिँ उचालेर राख्ने। यसलाई 5 सेकेन्डसम्म राख्ने, फेरि छोड्ने, फेरि उचाल्ने। त्यति नै डिस्टेन्समा फेरि त्यतिकै राख्ने, 5 सेकेन्डसम्म होल्ड गरेपछि छोड्ने। यो पनि 10 पल्ट। यो गरेपछि चाहिँ त्यहाँदेखि चाहिँ यसरी बेडबाट चाहिँ कुर्कुचालाई उठाउँदैन, यसरी नै सुल्काएर नै यसरी ल्याउने, यसरी पुरा खुम्चाउने, त्यहाँदेखि उठाउने, उकालो लाने। यसरी बिस्तारै सिधा गर्ने, फेरि यसरी राख्ने, फेरि त्यसरी नै। यो पनि 10 पल्ट नै। उठायो, यहाँ सिधा गर्यो, बिस्तारै राख्यो।
फेरि एकपल्ट देखाउँदैछु। तलबाट चाहिँ यसरी पलङमा यसरी नै तल्लाएर नै पलङबाट यसरी उठाएर होइन यसरी तल्लाएर नै माथिसम्म ल्याउने, जहाँसम्म खुम्चिन्छ त्यहाँसम्म ल्याउने। त्यहाँदेखि चाहिँ यसरी उठाउने, उठाएपछि फेरि सिधा गरिदिने यहाँ खुट्टालाई, सिधा गरेपछि यसरी राख्ने। यो पछि चाहिँ त्यहाँदेखि चाहिँ यदि तपाईँहरूकोमा यस्तो उयो छ भने ठिकै छ, नभए चाहिँ टावलहरू भयो या कुनै लुगाहरू चाहिँ यसरी खुट्टामा यसरी हालेर यसो गरेर त्यहाँदेखि चाहिँ यसरी सिधा गर्ने, पुरा सिधा। यो पनि 5 सेकेन्डसम्म राख्ने, त्यहाँदेखि झार्ने यसरी। फेरि माथि यसरी सिधा गरेर यसरी खुम्चाएर होइन यहीँबाट सिधा गरेर यसरी उठाउने। यो उठाएर यहाँ माथि राखेर 5 सेकेन्ड भएपछि झार्ने। यो पनि 10 पल्ट नै। यो भएपछि चाहिँ त्यहाँदेखि चाहिँ यसरी घोप्टो हुने, यसरी घोप्टो भएर चाहिँ त्यहाँदेखि यसमा चाहिँ खालि यसरी खुट्टालाई यसरी उठाउँदै यसो गर्दै राख्ने यसरी। यो भएपछि चाहिँ त्यहाँदेखि चाहिँ फेरि अर्को चाहिँ बसेर गर्ने हुन्छ। बसेर गर्ने चाहिँ अब यो भयो यसो गरेर, जस्तै यो चाहिँ अहिले चाहिँ सानो छ, नभए चाहिँ तपाईँहरूले ठुलो जस्तै सिदानीहरू यसरी बिचमा राखेर चाहिँ यसलाई चाहिँ यसरी चेप्टाउने दुईटाले यसरी, घोडाले चाहिँ यो दुईटालाई चाहिँ यसरी चेप्टाउने। यो एक्सर्साइजहरू चाहिँ दिनमा 3 टाइम गर्नु सक्नुभयो भने चाहिँ अझै राम्रो। तर 3 टाइम गर्नु सकेन भने चाहिँ 2 टाइम चाहिँ गर्नै पर्छ। तर यो एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ मैले भनिहालेको छु, पुरानो घोडा दुख्दैछ भने चाहिँ तातो पानीले सेक्नुपर्छ हर्डवेगमा हालेर, नभए चाहिँ नयाँ फ्रेस जस्तो 2-3 दिन भएको छ र सोइलिङ छ भने चाहिँ आइसले सेक्नुपर्छ।